डेल इन्स्पायरन र भस्ट्रो लुक्स एउटै हुन्छ। i3 मा चाहिँ भस्ट्रो आउँछ है गाइज, यही लुक्समा भस्ट्रो 8GB र्याम 8GB र्याम र तपाईँले 512 SSD मा मार्केटमा तपाईँको 49,000 50,000 भन्छ भस्ट्रो चाहिँ। अरूको त 52-53 नै भन्छु मैले 48 49 भने, तर म्याक्सले तपाईँलाई ओन्ली 47,000 मा दिन्छ डेलको भस्ट्रो i3 मा। त्यसै गरी यसमा i5 को 12 जेन लियो भने 8GB र्याम 512 मा तपाईँले 57,000 मा पाउन सक्नुहुन्छ, 57,000 मा। त्यसमा चाहिँ एक्सपान्ड पनि गर्न मिल्छ। र यसमै तपाईँले राइजन 5 इन्स्पायरन लियो भने 8512 मा राइजन 5 को इन्स्पायरन, त्यसमा चाहिँ एक्सपान्ड गर्न मिल्दैन, त्यो तपाईँलाई पर्न आउँछ 59,000। दाइ लेनोभोको 55 डेलको किन महँगो? डेल र एचपीको अलिकति ब्रान्डले गर्दा चाहिँ महँगो पर्छ गाइस। हुन त स्पेक सबै उस्तो ब्रान्ड हेरेर काम छैन, स्पेक हेर्ने हो। त्यो पनि कतिजनाले भन्छ दाइ त लिएपछि ब्रान्डै ल्याउन पछि पार्ट्स पाउन सजिलो हुन्छ यताउता भन्छ, त्यही भएर आफ्नो अब त्यही ब्रान्डै लिन्छ भने डेलको पनि लिन पायो। 59 मा तपाईँले राइजन 5 पाउन सक्नुभयो। इन्टेलको i5 12 जेन लियो भने तपाईँले 57 मा पाउनुभयो। इन्टेलमा चाहिँ तपाईँको i5 को 12 जेनमा चाहिँ बढाउन पनि मिल्यो ऱ्याम, त्यही अहिले जेनेरेसन पुरानो भयो 12 भयो तर ऱ्याम चाहिँ बढाउन मिल्छ, तर राइजनको चाहिँ तपाईँको त्यसमा ऱ्याम बढाउन डेलमा मिल्दैन। यसमै तपाईँले राइजन 7 16GB र्याम 512 मा राइजन 7 लियो भने ओन्ली तपाईँले 79 मा पाउन सक्नुहुन्छ। डेलको भस्ट्रो डेलको इन्स्पायरन, भस्ट्रो चाहिँ इन्टेलमा आउँछ, डेलको इन्स्पायरनमा राइजन 7 16512 मार्केटमा घटाएर भए पनि तपाईँले 81 82 भन्छ, तर म्याक्सले तपाईँलाई 79 मै दियो। लगाइस दियो भने दियो, ढुक्क भएर गाइस म्याक्सलमा आउनुहोस्, तपाईँलाई प्राइसको लागि चिन्ता गर्नै पर्दैन। पुरै मार्केट बुझेर आउनुहोस्, केही छैन। पहिला पुरै मार्केट सरर डुल्ने, थाकेर म्याक्सलमा आउने, एकछिन मजाले बस्ने, त्यसपछि दाजुभाइ कुरा गरेर डिल डन गरेर लिएर जाने सिधै।